म मेरो परिवार सम्पूर्ण तर्फबाट 2082 साल पार गरेर 83 सालको आज पहिला दिनमा शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण नेपाली दाजुभाइ, सरकार, सम्पूर्ण राजनीतिक दल, विद्यार्थी, देश विदेशमा भएको सम्पूर्णको म मेरो राजा भूमे राजा काजी खत्री भूमे राजा तर्फबाट शुभकामना व्यक्त गर्दै अगाडि बढुन् भन्ने नेपाली सरकारलाई म व्यक्त गर्न चाहन्छु। हाम्रो देश कसरी विकास गर्ने, कसरी अगाडि बढ्ने, कसरी गरिबलाई माथि ल्याउनेलाई एकदिष्टसित न्याय हेरी छुट्टाई अगाडि बढाउन् भन्ने र बढाउँछन् भन्ने मलाई नेपाल सरकारलाई विश्वास लागेको छ। र एउटा के यस्तो मेरो केही गलत लाइनमा देखिन गयो भने सरकारी कर्मचारीलाई शनिबारको बिदा नै ठिकै छ, आइतबारको बिदा कसरी गरियोस् भनी म नेपाल सरकारलाई माग गर्न चाहन्छु। किनकि मजदुरहरू, बाहिर काम गर्ने मजदुरहरू र कर्मचारीहरूमा सबै मलाई एउटै दृष्टिले हेर्नुपर्छ भन्ने मलाई सरकारले हेरुन् भन्ने मलाई लाग्छ। र हामीहरू अब कसरी के गर्ने, कसरी जाने, कसरी हामी के गर्नुपर्छ भन्ने कुरा त्यहाँ नछुट्याइकन न्याय निसाब एकदिष्टक हेर्नु होला भन्ने मलाई नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु। र म पनि साथ दिएर अगाडि बढ्न चाहन्छु। साथ दिन र अगाडि बढ्नलाई सहयोग र साथ मेरो सधैँभरि हुने नै छ, जुनसुकै सरकार आए पनि। र भूमिले रक्षा गरून्। र मेरो बाजे हिमबहादुर खत्री अहिले बितेको 40 वर्ष भयो त उहाँको सास बारा ढ्याङ्ग्रो माला